Hey everyone! Welcome back. Namaste. Please make sure to like this video and leave a comment down below. Share this vlog with all your friends and subs get this awesome promo started. सो हेलो एभ्रिवान, हजुरहरू सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आज चाहिँ म चाहिँ दाइको लाइसेन्स निकाल्न जानला। दाइ र म टक्क पारामा दाइ तल हुनुभयो, अनि स्कुटी लिएर आउनुभयो, अनि स्कुटीमा टक्क लाएर दाइ र म भ्यू हेर्दै टक्क पारामा जाँदैछौँ। हेर्न सक्नुहुन्छ, हेर्नु भ्यूहरू चाहिँ के खतरा छ कि शीतल हात हेर्नु न। अनि म चाहिँ पारा देखाएर जाँदैछु। भ्यूहरू चाहिँ आम घाम टल्किएको थियो, त्यही बेला टक्क पारेर घाम टल्कियो। अनि घाम टल्किएर गयौँ सर स्कुटीमा। अनि स्कुटीमा जाँदा 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 अनि त्यहाँ एकछिन हेऱ्यौँ। अनि फेरि अलि उता गएको त बादलै बादल नि, हेर्नु न बादल, आमा हो बादल झन् क्या हो कि हिमालहरू देखेको थियो उता पारि पारि त मैले भिडियो बनाएँ। अनि हामी चाहिँ लाइसेन्स बनाउने ठाउँमा गइपुग्यौँ। दाइ चाहिँ त्यहाँ हुनुभयो, दाइले चाहिँ लाइसेन्स निकाल्नु जान्नु भयो। अनि लाइसेन्स निकालेर दाइ चाहिँ त्यहाँ हेर्नु लाइसेन्स त्यहाँ बाइक निकालेर जान लाउनु भयो होइन। अनि दाइ चाहिँ लाइसेन्स निकालेर पास हुनु भइसक्यो। त्यहाँ दाइ साइन गर्न जानुभयो। अनि म चाहिँ झोल मोमो खान टक्क पारा लाइसेन्स निकालेर झोल मोमो खान गएको। झोल मोमो खाएर टक्क पारामा होइन, ताता थियो पोलेर होइन, पोलेर। अनि त्यो मान्छेले हेर्दा चाहिँ मान्छेले हेर्दा हेर्दै अनि बसेको। अनि आजको लागि चाहिँ यति नै। माया, सपोर्ट, लाइक, कमेन्ट, सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। अनि के कस्तो लाग्छ हजुरहरूलाई, अनि माया सपोर्ट गरिदिनु होला पूजन ब्लगलाई। म यति नै भन्न चाहन्छु। अनि जो नयाँ हुनुहुन्छ त्यसले सब्सक्राइब, लाइक, कमेन्ट गर्न नभुल्नु होला है त। अनि हजुरहरूलाई भिडियो कस्तो लाग्छ होइन भनिदिनु होला। अनि मैले चाहिँ के भन्ने होला, सबजनाले गएर एकचोटि सब्सक्राइब गरेर नि हजुरहरूलाई के गाह्रो लाग्छ होला, गएर सब्सक्राइब गरिदिनु है त। ल बाई। सो हेलो एभ्रिवान, हजुरहरू सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आज चाहिँ म चाहिँ दाइको लाइसेन्स निकाल्न जानला। दाइ र म टक्क पारामा दाइ तल हुनुभयो, अनि स्कुटी लिएर आउनुभयो, अनि स्कुटीमा टक्क लाएर दाइ र म भ्यू हेर्दै टक्क पारामा जाँदैछौँ। हेर्न सक्नुहुन्छ, हेर्नु भ्यूहरू चाहिँ के खतरा छ कि शीतल हात हेर्नु न। अनि म चाहिँ पारा देखाएर जाँदैछु। भ्यूहरू चाहिँ आम घाम टल्किएको थियो, त्यही बेला टक्क पारेर घाम टल्कियो। अनि घाम टल्किएर गयौँ सर स्कुटीमा। अनि स्कुटीमा जाँदा 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 अनि त्यहाँ एकछिन हेऱ्यौँ। अनि फेरि अलि उता गएको त बादलै बादल नि, हेर्नु न बादल, आमा हो बादल झन् क्या हो कि हिमालहरू देखेको थियो उता पारि पारि त मैले भिडियो बनाएँ। अनि हामी चाहिँ लाइसेन्स बनाउने ठाउँमा गइपुग्यौँ। दाइ चाहिँ त्यहाँ हुनुभयो, दाइले चाहिँ लाइसेन्स निकाल्नु जान्नु भयो। अनि लाइसेन्स निकालेर दाइ चाहिँ त्यहाँ हेर्नु लाइसेन्स त्यहाँ बाइक निकालेर जान लाउनु भयो होइन। अनि दाइ चाहिँ लाइसेन्स निकालेर पास हुनु भइसक्यो। त्यहाँ दाइ साइन गर्न जानुभयो। अनि म चाहिँ झोल मोमो खान टक्क पारा लाइसेन्स निकालेर झोल मोमो खान गएको। झोल मोमो खाएर टक्क पारामा होइन, ताता थियो पोलेर होइन, पोलेर। अनि त्यो मान्छेले हेर्दा हेर्दै अनि बसेको। अनि आजको लागि चाहिँ यति नै। माया, सपोर्ट, लाइक, कमेन्ट, सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। अनि के कस्तो लाग्छ हजुरहरूलाई, अनि माया सपोर्ट गरिदिनु होला पूजन ब्लगलाई। म यति नै भन्न चाहन्छु। अनि जो नयाँ हुनुहुन्छ त्यसले सब्सक्राइब, लाइक, कमेन्ट गर्न नभुल्नु होला है त। अनि हजुरहरूलाई भिडियो कस्तो लाग्छ होइन भनिदिनु होला। अनि मैले चाहिँ के भन्ने होला, सबजनाले गएर एकचोटि सब्सक्राइब गरेर नि हजुरहरूलाई के गाह्रो लाग्छ होला, गएर सब्सक्राइब गरिदिनु है त। ल बाई।